मैले अघि भन्दै थिएँ एउटा तपाईहरु सबैजना जतिजना चाहिँ सेवकाईको संघर्षमा छ, जतिजना व्यक्तिगत जीवनमा के कुरोको प्रब्लम्सहरु छ, कतिजनाले आफ्नो कमजोरीहरुबाट निक्लिन सकेको छैन, परमेश्वरले यो साल तपाईलाई एउटा यस्तो खालको एनर्जी दिन्छ जुन चाहिँ एनर्जीले तपाईले व्यक्तिगत समय प्रभुसँग बिताउन मन लाग्छ। अनि जब तपाई व्यक्तिगत समय त्यो प्रभुसँग बिताउनु लाग्छ त्यहाँ एउटा यस्तो खालको मिठासपन दिन्छ जुन चाहिँ मिठासपनको उपस्थितिले तपाईले मिठो भोजन बिर्सिन्छ, तपाईले पुरानो यादहरु बिर्सिन्छ, तपाईले विभिन्न कुरोहरु बिर्सिन्छ। त्यो मिठासपन चाहिँ प्रभु येशूले पृथ्वीमा हुँदै भन्नु भएको छ, तिमीहरु पृथ्वीका नुन हो भनेको चाहिँ नुनको स्वाद हुन्छ, त्यो स्वाद चाहिँ स्वर्गीय स्वाद हो अनि स्वर्गीय स्वाद तपाई भित्र आज प्रवेश हुँदैछ। आमेन। त्यो स्वर्गीय स्वाद सबैजनाले पाउँदैन, त्यो स्वर्गीय मिठासपन सबैजनाले पाउँदैन, त्यो स्वर्गीय भिटामिन सबैजनाले पाउँदैन, कम्तीले पाउँछ, पाउने जतिलाई थाहा हुन्छ। यो मिठासपन चाहिँ स्वर्गीय मिठासपन हो जुन चाहिँ स्वर्गीय मिठासपनको कारणले येशूको चेलाहरूले आफ्नो जीवन प्रभुको निम्ति बलिदान चढाएको छ। तबको कालमा पनि उनीहरूले रेडी हुने भयो, आफ्नो जीवनले बलिदान दिन सक्यो किनभने उनीहरू भित्र एउटा मिठासपन प्रवेश भएको थियो। जुन चाहिँ मिठासपनले गर्दा संसार बिर्स्यो, परिवार बिर्स्यो, सबै कुरा बिर्स्यो। येशूसँग बिताउनको निम्ति you will be getting extraordinary energy from God the Father through Jesus Christ. Hallelujah. Hallelujah. 2023 तपाईको बाउले सोचेको जस्तो तपाईको जीवन हुँदैन, तपाईले सोचेको जस्तो तपाईको जीवन हुँदैन, तपाईले भनेको जस्तो तपाईको जीवन हुँदैन, तपाईको आमा बाउले दिएको जस्तो आशीर्वादको जीवन हुँदैन। तर एउटा 2023 तपाईको हो, तपाई के हो यु डोन्ट नो, तर उसले परमेश्वर पिताले सिंहासनबाट नदेख्ने परमेश्वर, त्यो परमेश्वरले एउटा एक्स्ट्रा अर्डिनरी एनर्जी तपाईलाई ब्लेसिंग्स गर्दैछ। आँखा बन्द गरेर खुला टेकेर 5 मिनेट पश्चाताप गरेर परमेश्वरसँग गफ गर्नुहोस्। This is the right time for the anointing. Repentance anointing. यस्तोमा गरेको गल्तीहरु अहिले नै पश्चाताप गर्नुहोस्। Try to talk with God. परमेश्वरसँग गफ गर्नुहोस्, गफ गर्नुहोस्, गफ। तपाईँको रगतले म क्षमा माग्दछु। प्रभु तपाईँको योजना विपरीत मैले गरेको गल्तीहरू प्रभु म तपाईँसँग क्षमा चाहन्छु। त्यो साँच्चै नै योग्य प्रभु तपाईँ हुनुहुन्छ, तपाईँसँग क्षमा चाहन्छु। साँच्चै नै तपाईँको रगतले मलाई धुनुभएको छ। क्षमा गरिसक्नु भएको छ, भइसकेको छु तपाईँको रगतले। पश्चाताप गर्नुहोस्, के समय पश्चाताप गर्नुहोस्।
क्षमा दिने परमेश्वरले क्षमा दिँदैछ क्षमा दिने परमेश्वरले क्षमा दिँदैछ सिंहासनबाट एकजना व्यक्तिले तपाईलाई हेरिरहेछ एकजना व्यक्तिले तपाईलाई हेरिरहेछ सबैजना हात उचाल्नुहोस् आँखा बन्द राख्नुहोस् प्रार्थना गर्नुहोस् आँखा बन्द गरेर हात उचाल्नुहोस् प्रार्थना गर्नुहोस् के छ तपाईँ महान हो तपाईँको रगतमा चाहिँ भन्नुभएको छ जीवनमा नयाँ छुटकारा गर्नुहुन्छ नयाँ काम गर्नुहुन्छ
बस्नुहुने महिमाको राजालाई उचाल र शीर्ष हाम्रो जीवनमा पहिला छोड्दै छ तपाईँको नाउँलाई हालेलुया हालेलुया ओ हालेलुया ओ रास्ता करा मसी esta सबैजनाले गाउनुहोस् के छन् आँखा बन्द गर्नुहोस् यदि तपाईले कसैलाई क्षमा दिएको छैन भने क्षमा दिनुहोस् यदि तपाईलाई कसैले नराम्रो शब्दमा बोलेको छ भने त्यसको निम्ति अहिले यही समय तपाईले आशिष बोल्नुहोस् यदि तपाईले एकदमै कसैसँग तपाईको रिसराग र के कुरोहरू छ भने भित्रबाट आजै त्यो कुरो निकालेर प्रभुको नाउँमा आशिष बोल्नुहोस् 2023 तपाईहरुको निम्ति एउटा ब्लेसेड समय छ 2023 तपाईको निम्ति एउटा उज्यालो समय छ 2023 अरूको निम्ति तपाई एउटा आशिषको कारण भएको छ 2023 तपाई अरूको निम्ति एउटा लाइटको कारण भएको छ 2023 तपाई अरूको निम्ति एउटा गवाईको कारण भएको छ त्यस्तै नै हुनेछ त्यस्तै नै हुनेछ त्यस्तै नै हुनेछ Amen. Hallelujah. 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 हामी वचनमा जानु बाँकी नै छ त्यही कारणले गर्दा आज मलाई लाग्छ तपाईहरु सबैजना एकदमै तयारी भएको छ आमेन हालेलुया हालेलुया